नमस्कार, म सुभाष पाण्डे विश्वदीप नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रूपन्देही क्षेत्र नम्बर 2 मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार। आजसम्म म यो ठाउँमा तपाईहरूको नातेदार भएर रहेँ, आफन्त भएर बसेँ, सहयोगी भएर उभिएँ, साथ मागेर हिँडेँ। आज तपाईहरूको प्रतिनिधि बन्ने उम्मेदवार भएर उभिएको छु। जान्ने भएदेखि नै मेरो जीवन राजनीतिमै बित्यो। जानेर बुझेर होइन, नजान्दै नबुझ्दै मैले मेरो जीवनलाई राजनीतिमा समर्पित गर्नु पर्यो। यो गाउँ, समाज र राष्ट्रका लागि समर्पित गर्नु पर्यो। मैले गरेँ। मेरो लागि घर भन्नु नै यो देश र परिवार भन्नु नै यो समाज भयो। मेरो बाल्यकाल कतै छुट्यो जस्तो लाग्छ। कहिले युद्धको मोर्चामा, कहिले ग्रामीण बस्तीहरूमा, कहिले घना जङ्गलहरूमा, कहिले छिचल्नै नसकिने भिडहरूमा। फेरि पनि मलाई मेरो विगतप्रति पश्चाताप छैन, गौरव छ। किनभने मेरा लागि घर भन्नु नै देश भयो, आँगन भन्नु नै गाउँ बस्ती भयो। युद्धबाट फर्किएपछि समय व्यवस्थापन गरेर औपचारिक शिक्षा पनि लिएँ। मेरा लागि यो पनि कतै छुटिसकेको थियो। तर औपचारिक शिक्षाभन्दा बढी मैले यो देश, समाज, राजनीतिलाई बुझ्ने अवसर पाएँ। औपचारिक शिक्षा लिएको विश्वविद्यालयभन्दा ठुलो विश्वविद्यालय मेरो लागि यो राजनीति बन्यो। राजनीतिको पर्दा पछाडि बसेर मैले यो देशमा भएका तमाम राम्रा र नराम्रा गतिविधिहरू निहाल्ने अवसर पाएँ। युद्धदेखि सिंहदरबारसम्मको यात्राका क्रममा मुलुकले भोगेका अनेक परिस्थितिको साक्षी बस्ने अवसर पाएँ। धेरै थोरै मेरो भागमा जे जति पर्यो त्यो जिम्मेवारी मैले कुशलतापूर्वक सम्पन्न गर्ने प्रयास गरेँ। आदरणीय जनसमुदाय, लामो समय राजनीतिको पर्दा पछाडि बसेर समाजका लागि गरिरहेको योगदान अपुग हुँदो रहेछ। मलाई लामो समयदेखि यो अनुभूति भइरहेको थियो। भदौ 23 र 24 गते जेएनजी पुस्ताको विद्रोहपछि पर्दा पछाडि बसेर होइन, खुला ढङ्गले प्रतिनिधित्व गर्नुपर्छ भन्ने महसुस भयो। मलाई थाहा छ, एउटा अप्ठ्यारो समयमा म उम्मेदवार भएको छु। राष्ट्रिय राजनीतिमा निकै तरल बनेको छ। एकातिर जेएनजी युवाको रगतको दाग लागेकाहरू छन्, अर्कोतिर सिंहदरबार लगायत राष्ट्रिय सम्पदाहरूको खरानीको धुलो बोकेकाहरू छन्। एकातिर पुराना सत्ताको धङधङी छ, अर्कोतिर योजनाविहीन सस्ता नाराहरूको चाङ लागेको छ। एकातिर भ्रष्टहरू छन्, अर्कातिर ठगहरू छन्। यति बेला म यस्तो ठाउँमा उभिएको छु जहाँ मेरो कोही प्रतिस्पर्धी छैन। मेरो प्रतिस्पर्धी स्वयं म हो। मसँग भ्रष्टाचार र ठगीको भारी बोक्नेहरू मेरो प्रतिस्पर्धी हुन सक्दैनन्। म स्पष्ट छु, तर मुलुक अन्यलतामा फसेको छ। यो अन्यल चिरेर नेपाली जनताले लामो सङ्घर्ष बलिदानबाट ल्याएको व्यवस्था जोगाउनु पर्नेछ अनि देशमै रोजगारी सिर्जना गर्ने गरी आर्थिक विकास गर्नुपर्ने दायित्व छ। यो जटिल अवस्था बुझेर नै मैले उम्मेदवारी दिएर तपाईहरूको प्रतिनिधित्व गर्दै देश निर्माण गर्ने अभियानमा अघिल्लो पङ्क्तिमा उभिने निर्णय गरेको हुँ। सङ्गीन समयमा म जस्ता युवाहरूले देशको बागडोर सम्हाल्नुपर्छ भन्ने दायित्व बोधले मलाई यहाँसम्म डोराएको हो। सबैसँग सपना हुन्छ, तर त्यसलाई साकार पार्न हुटुटी सीमित व्यक्तिसँग मात्रै हुन्छ। किनभने त्यसका लागि चाहिने लगनशीलता, इमान्दारिता, कर्तव्यबोध र क्षमता सबैसँग हुँदैन। निर्वाचनमा प्राप्त जितले त्यसलाई प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउँछ। मैले गर्ने त्यही हो। तपाईहरूको एक मतले मलाई त्यही सपनालाई साकार पार्ने जिम्मेवारी थप्नेछ। त्यसपछि हामीले गर्नुपर्ने कामहरू त के हुन् त? मैले यति बेला यो निर्वाचन जितेपछि मैले के गर्ने भनेर कामहरूको प्रारम्भिक सूची तयार पारेको छु। यसमा तपाईहरूको सल्लाह र सुझावको अपेक्षा राखेको छु। मैले मूलतः 2वटा काम गर्नेछु। एउटा, लामो सङ्घर्षबाट प्राप्त यस संविधानको रक्षा, यो व्यवस्थाको प्रभावकारिताको पक्षमा दृढतापूर्वक उभिनेछु। किनभने आज उत्पन्न राष्ट्रिय सङ्कटले दीर्घकालीन हिसाबले क्षति पुर्याउने भनेको यो व्यवस्था र संविधानमाथि नै हो। दोस्रो, रूपन्देही क्षेत्र नम्बर 2 को विकास तथा आर्थिक समृद्धिको लागि काम गर्नेछु। समाजको आर्थिक समृद्धि र प्रगति बिना बाँकी विकास सम्भव छैन। पहिले हामीले हाम्रो गाउँ, टोल र समाज निर्माण गर्नुपर्छ। हामी जस्तै आफ्नो गाउँ, टोल र समाज निर्माण गर्नेहरू थपिँदै गयो भने यो देश आफै बन्नेछ।